परिवर्तन गर्न आँटे क्रिस्चियनमा जाने गरेका छन्। कस्तो हुन्छ होला लु मलाई भन्नु त, किनभने त्यहाँ हाम्रा छिमेकी 5-6 घर क्रिस्चियन छन्, नेपाली होइन नि आदिवासीहरू। तिनीहरूले उनीहरूलाई भनेका रहेछन्। अनि हाम्रा छोरी ज्वाइँ पनि पण्डितजी धर्म परिवर्तन गर्न आँट्नुभयो उहाँले, किन भन्दा पैसा पाइन्छ अरे, सजिलो हुन्छ। के गरौँ तपाईँले भन्नु त। तर ती जुन दमाई छन् एक खालको जजमेन्ट भन्दा पाउँछु मैले र मैले भने हेर्नुहोस्, हामीले सुख पाए पनि दुःख पाए पनि यसरी हामीले आबाउ फेर्न सक्दिनौँ भने हामीले हाम्रो धर्म फेर्न सक्दिनौँ। कि हामीले दुःख पायौँ खाना पाएनौँ भनेर हामीले आफ्नो आमालाई त्यागिदिनु त सकिन्छ? भनेपछि सनातन भनेको के हो भन्दाखेरि जुन धर्म कहिले नाश हुँदैन त्यो सनातन धर्म हो। अनादिकालबाट चलेर आएको धर्मै सनातन धर्म हो। क्रिस्चियन इस्लाम यी पछि आएका हुन्। भारतबाट बाँडिएको देश हो पाकिस्तान, बङ्गलादेश, म्यानमार, यिनीहरू। यस्तै गरी हाम्रो धर्म संस्कृति भने प्रत्येक हाम्रा गुरुहरूसँग दाजुहरूसँग भाइसँग धर्म छ। त्यो धर्म चिङ्गारी चाहिन्छ र त्यो चाहिँ यहाँबाट प्राप्त भएको। समय धेरै बोल्दिनँ, सबै गुरुहरूको चरण कमलमा 10 कोटी नमन। हरिओम। नमस्कार, जय गुरुदेव, नमो नमः। अघि उहाँ गुरुजीहरूले भन्नुभएको छ छोटकारीमा भन्नु भनेर, म छोटकारीमा भन्न चाहन्छु। मेरो नाम विपुल पोखरेल, तेजपुर गुरडुबादेखि। म वेदपाठी साथमा ऋग्वेद पनि। र हामीहरूको गाउँमा पनि त्यस्तो भएको थियो। करिब 5 वर्ष जति भयो अहिले। चेली, हामीहरूकी चेली त्यतिखेर नजानेर अर्कै कुराकुरी भित्रभित्रै बातचित गरेर कोहीसँग गएकी थियौँ। कोसँग गएकी थिएँ मैले भइनँ अब। र पुलिस थानासम्म पुगो कुरो 2-3 दिनसम्म कुराकानी भइसकेर हामीहरूको समाज मिलेर फेरि उहाँलाई फर्काएर घरमा ल्यायो र 3 दिनसम्म रुद्री पाठ, गीता पाठ र शुक्ल यजुर्वेद पाठ गरियो। त्यसरी पाठ गराएर उहाँलाई हामीहरूले घरमा राखेर र अहिले उहाँ राम्रोसँगले पढ्दै हुनुहुन्छ, हाम्रै धर्मै हुनुहुन्छ। नमस्कार। म राम अधिकारी, उदालगुडी जिल्लाबाट। सम्माननीय यो सभाका तथा पुरोहित सम्मेलन नेपाली संस्कृति सुरक्षा परिषद सभापति महोदय, सम्माननीय महामन्त्री, समस्त यहाँ भेला हुनुभएका जति पनि हामी ब्राह्मण देवताहरू सबैको चरणमा मेरो नमन छ। र मेरो विशेष अनुभव त होइन, जस्तै कि अघि महामन्त्रीज्यूले जुन यहाँ हामीहरूले प्रस्तावहरू पायौँ 2022 यसमा केही थप्न छ कि वा यसमा केही सुझाव परामर्श। अब सुझाव परामर्श पनि मैले त तपाईँहरूलाई दिने कुरा आएन। तर म यसमा यो जुन छुवाछुतको विषयमा भन्न चाहन्छु, जुन जडबाटै उठाउने यहाँनिर कुराहरू छ, यो चाहिँ हामी ब्राह्मण समाजले मात्रै सम्भव अलिकति हुँदैन कि। हुन त यहाँ धेरै गुरुहरूले आफ्नो वक्तव्यमा भन्नु पनि हो, अप्ठ्यारो पर्दाखेरि विश्वकर्माको घरमा, दमाईको घरमा उहाँहरूले पूजापाठ वा मैले पनि तपाईँ हामी सबैले गराएका छौँ। तर त्यतिले मात्रै त्यो नै काफी हो भन्न सकिँदैन, किनभने हामी यहाँबाट घर पुग्ने बित्तिकै एउटा समाज व्यवस्थामा बाँधिएका छौँ जुन समाजमा चारै वर्ण हामीसँग छ र त्यो चारै वर्णसँग बसेर फेरि हामी मिल्नुपर्ने चल्नुपर्ने हुन्छ। र यस्तो हुन्छ
कुनै विश्वकर्माको घरमा अप्ठ्यारो पऱ्यो, हामी गयौँ पूजापाठ गरिदिउँ वा दशगात्रादि कर्म इत्यादि हामीहरूले पार लगाइदिउँ, त्यो उसको सहानुभूतिशील छ, बुझकी छ भने त गुरुजी आउनुभयो पर बसेर गराइदिनु। पर बसेर गराउने पनि कति कुराहरू छन्, त्यो तपाईँहरूले बुझ्नुभयो जस्तो मलाई लाग्यो। र त्यो पर बसेर गराइदिनु भयो, म कृतार्थ भएँ भनेर उहाँहरूले मान्नुहुन्छ। तर पूजापाठमा कोही गुरुजी कोही विश्वकर्मा भनौँ वा जसको घरमा चाहिँ अब हामी पानी चल्दैन भनिन्छ नि त होइन, उहाँहरू यस्तो पनि गर्नुहुन्छ अहिले, किनभने संविधानले अधिकार पनि दिएको छ, छुवाछुत मान्न पाइँदैन, संविधानको कुराहरू पनि छ र त्यसले प्रशासनिक कुराहरू पनि छ। त्यसले गर्दाखेरि उहाँहरू के भन्नुहुन्छ त भन्दा गुरुजी मेरो घरमा आएर पूजा लगाइदिनु पर्यो र तपाईँ जे खानुहुन्छ भन्नुहोस्, रोटी खानुहुन्छ, सब्जी खानुहुन्छ, शुद्ध तरिकाले हामी पकाइदिन्छौँ, तपाईँ यो ग्रहण गरेर जानुहोस्। त्यो क्षेत्रमा चाहिँ हामी के गर्ने? किनभने उजलगुडीमा आज 12 वर्ष अगाडि एउटा यस्तो घटना भएको थियो। पहिले पूजा मात्रै लगाइदिने कुरा भयो, भरे टिको लगाएर दक्षिणा दिने कुरा भयो, भरे होइन हामी रोटी सब्जी पकाइदिने तपाईँहरूले खानुपर्छ भन्ने कुराहरू भयो र त्यसमा धेरै विवादहरू भयो। विवाद धेरै भएर मिटिङ पर्यन्त भयो, 2-3वटा मिटिङ पनि बसे र यो एउटा हामी सबै वर्ण, मैले भन्न खोजेको चाहिँ के भने हामी ब्राह्मण जति पनि पुरोहित सम्मेलनमा आएर यहाँनिर हामीहरू जति चाहिँ सिकेका छौँ त्यो हिसाबमा हामी लिडर बनेर नेतृत्व लिएर, ब्राह्मणले नेतृत्व लिएर चारै वर्णलाई राखेर हामी छुवाछुतलाई जडैबाट मास्नको लागि हामी प्रस्तावहरू अरू यहाँ थप गरौँ र प्रत्येक जिल्लालाई यो निर्देश जाओस् कि एउटा जिल्लाले छुवाछुतको विषयमा एउटा सभा आह्वान गरोस् सबै वर्णलाई राखेर। त्यसमा राज्यिक समितिबाट हाम्रो पदाधिकारीगणहरू उहाँ आउनुहुन्छ, त्यो व्यवस्था जिल्लाले मिलाउँछ र यो थप गरियोस् र यसरी सबै वर्णलाई लिएर, सबै आमा मञ्चहरूलाई लिएर, हाम्रा दिदीबहिनीहरूलाई लिएर, आमाहरूलाई लिएर, किनभने हामी त गएर पूजा गराइदिन्छौँ, खाइदिन्छौँ अरे, भोलि त्यो त आमा कहाँ गएछ, त्यो त कामीको बाहुन भयो, आजदेखि चल्दैन भन्ने पनि त छ नि त समाजमा। त्यसलाई पनि त हामीहरूले बुझाउनु पर्यो नि त पहिले। हामी यसो गर्न जाँदैछौँ भनेर हामीहरूले पहिले चारै वर्ण, सबै आमा बहिनी दिदीभाइ सबैलाई लिएर हामीहरूले एउटा सभा गरौँ। सभामा हाम्रो उद्देश्यहरू राखौँ, हाम्रा जुन गर्ने कामहरू ती राखौँ र हामी यसरी आग बढ्दाखेरि चाहिँ जडैबाट यो सकिन्छ कि भन्ने मेरो अनुभव र मैले यो यहाँ राखेँ। धन्यवाद। बहुत बहुत